घन्टी अरू पार्टीका मान्छे जाँदा घन्टी हल्लाएर जिस्क्याउँथे। अहिले त घन्टी साइसी घन्टी त मन्दिरमा पनि घन्टी बज्न छोड्यो। मन्दिरका घन्टी पनि लगेछन् अहिले त मान्छेले हटाए। आजदेखि त त्यो बज्न पनि छोड्यो होइन लाग्यो भनेपछि होइन झापातिर त घन्टी चोर्न थालेछ। के हो यो मुलावास भनेको? अब झापामा अहिले सबै मन्दिरका घन्टी चोरे अरे। घन्टी चोरे भनेको घन्टी एलर्जी भएर फ्याँके। घन्टी छैन अहिले झापामा मन्दिरमा। मान्छेलाई त्यो घन्टी यस्तो छ। एकजना मेरो दाइ हुनुहुन्थ्यो है, मिङमिङ चाउचाउ भन्ने खोलेको थियो। त्यो मिङमिङ चाउचाउ डुबेर ब्याङ्कले घर जग्गा लिलाम गर्न ब्ल्याक लिस्टमा निकालेपछि नि विरक्तिएर चाहिँ नि दाइ हिँडेको। अनि यो माथि डाँडामा पुगेपछि नि एकछिनमा खाउला। बिहानदेखि यहाँ साँच्चैको कुरा भन्दैछु, बिहानदेखि घरबाट विरक्तिएर हिँडेको मान्छे माथि डाँडामा पुगेपछि भोक लागेछ। भोक लागेपछि नि सोधेछन् त्यहाँ रेस्टुरेन्टमा के छ खानेकुरा भन्दाखेरि चाउचाउ छ भनेछन्। चाउचाउ भन्ने बित्तिकै जुरुक उठेर हिँडेछन्। चाउचाउ त्यस्तो एलर्जी भयो। आज नेपाली जनतालाई घन्टी त्यस्तो एलर्जी भएको छ। घन्टी कति दिनमा भन्दाखेरि 50-52 दिनमा होइन। त्यसले गर्दाखेरि तपाईँहरूले के बुझ्नुहुन्छ नि, हामीले विरोध गरे जस्तो हुन्छ होला। विरोध त हिजो पनि हामीले नराम्रो काम गर्नेको गरेका थियौँ, आज पनि हामीले जे देख्यौँ विरोध गऱ्यौँ। हामीले उहाँहरूलाई भनेको थिएन नि पहिला गरिबका घरमा गएर डोजर लगा भनेर। अहिले तपाईँको यो बजारमा रङ गर्ने मान्छे भेटिँदैन, भारी बोक्ने मजदुर भेटिँदैन, घर बनाउने भडिया मजदुर भेट्न छोडियो। किनभने त्यो लेभलको मान्छेहरू त सबै त्यही टोलमा नै बस्थ्यो होइन। त्यो टोलमा बस्थ्यो। त्यसले गर्दाखेरि अब भान्जीले अहिले यो जुन गरेका छ, भान्जीले हेर्नुहोस् त रौतहटमा गएर घाँस सुत्ता काट्दिएको हो नि होइन भान्जी? घाँस सुत्ता काट्दिएको हो नि होइन, खेर होइन काट्दिएको हो नि त। मान्छेको दुःख बुझेको हो नि त, बिउ उखालेको हो नि त होइन होइन। एकछिन गाउँमै एकछिन म भन्दैछु त। त्यो भनेको के छ भने अनुभव। एकछिन म भन्दैछु त, अनुभव लिएको हो नि त। एकछिन जनताहरूले कसरी काम गर्दै रहेछन् उहाँले गएर हेर्नुभयो नि त। हँसिया कसरी चलाउँदो रहेछन्, रोटी कसरी हाल्दो रहेछन्, जुलपी होइन जुलपी। अब ऋषिजीले नि यहाँ यस्तो एउटा विरासत छोडेर गएर जुलपी हालेको त देख्नुभयो नि तपाईँहरूले। चटपटे बनाएको काठमाडौँमा धादिङमा हुर्केको मान्छेले साइकल कुदाएको हुँदैन क्या काठमाडौँमा। तर त्यहाँ गएर साइकल पनि कुदाउनु भयो नि त। किनभने मान्छेको पीडा कस्तो रहेछ त साइकल कुदाउँदा, त्यो अनुभव गरेको हो नि त। एउटा नेताले अनुभव लिनुपर्ने लिएको हो नि त। त्यसले गर्दाखेरि तपाईँहरूलाई म एउटा कुरा के भन्छु भने भान्जीले अहिले जुन काम गरेका छ, एकपल्ट देशभरि रहनुभएका विदेशभरि रहनुभएका, अब मलाई जहाँसम्म लाग्छ यो कफी सपमा जो पनि एकपल्ट आउँछ यो कफीको टेस्ट लिनलाई। नेपालमै फलेको कफी होइन। त्यसले गर्दाखेरि यो स्टार बोस होइन, स्टार बोस कफीको फलोस् फुलोस्। अब यसमा अलिअलि राजनीतिक कुरा पनि मिसाएर गरिहालियो। अब तपाईँहरूलाई अरू केही छ भनेदेखि सोध्नुहोस्। होइन कफी खाने अहिले एकछिनमा खाने होइन कफी खाने। तपाईँले चाउचाउको कुरा गर्नुभयो कि हिजो मात्रै करेन्ट चाउचाउको प्रसङ्ग आयो नि, अखाद्य रहेछ, खान योग्य रहेन छ। करेन्ट चाउचाउको साउथीले गरेको लगानी थाहा छ नि तपाईँलाई? चुनावको बेलामा कहाँ के गरे? त्यो त मालपानी हो नि त। मालपानी मलाई थाहा छ त, मैले त्यतिखेरै भनेको त तपाईँलाई। अहिले मैले भने त अहिले ठेकेदारलाई पक्रेर ल्याएर गरे नि, दुईवटा ठेकेदारलाई गरेपछि अरू ब्याग बोकेर जान थालेछन्। ठेकेदारलाई व्यापारीहरूलाई शेखर बल्छालाई थुन्यो होइन, सुलभ अग्रवाललाई थुन्यो, दुईवटालाई थुनेपछि नि अरू कसैलाई पनि नथुन्ने उनीहरू ब्याग पुर्याउन थालिसके। यो त यस्तो भयो क्या, टोले गुन्डाको ताल भयो क्या देश।